यो रहेछ हाम्रो सोसाइटीतिर चाहिँ बिहानको दृश्य यस्तो रहेको छ। हावा चलिरहेको छ, पातपत्ताहरू झरिरहेको छ। यहाँ एउटा स्कुटर प्याकिङ भइरहेको छ र मेरो गाडी चाहिँ यहाँ छ, चार्जिङ गर्ने यहाँ छ। यस्तै रहेको साथीहरू। यहाँ एउटा देशी गाई आउँदैछ अनि त्यस्तै छ कुरोकानी। मर्निङ वक गर्नेहरू पनि गरिरहेको छ। ल अफिस जाने घर जानेहरू आए गए, अब सब उपस्थित चलिरहेको छ। ल साथीहरू फाइनली म चाहिँ घर आइपुगेको छु र यहाँतिर देख्न सक्नुहुन्छ हावा चलिरहेको छ यहाँतिरको। हेलो साथीहरू, दर्शन नमस्ते, गुड मर्निङ, शुभ बिहानी सबैजनालाई। अहिले अनि सबैजना सन्चै आराममा हुनुहुन्छ नि। यहाँतिर गर्मी खुब बढेको छ साथीहरू। गर्मी बढे साथै हेर्न देख्न सक्नुहुन्छ साथीहरू, मेरो पनि न्यू हेयर स्टाइल, नयाँ कपाल कटिङ। गर्मी बढी भएको कारणले मैले कपाल पुरा टक्लै गरिदिएर आएको देख्न सक्नुहुन्छ साथीहरू। यस्तो छ यहाँतिरको हालत खबर, गर्मी खुब छ, त्यही भएर चाहिँ मैले कपाल पुरै टक्ला गरेर आएको छु। सबै आज मन्डे, सटरडे सन्डे छुट्टी, आज मन्डेबाट अब ड्युटी चालु भयो साथीहरू। अब ड्युटी म चाहिँ अब ड्युटी जान लागेको, ड्युटी जाने के अब स्कुल छोड्न जान लागेको देख्न सक्नुहुन्छ। मेरो चाहिँ ड्युटी सुरु भइसकेको छ। अब गाडी लिएर अब वेटिङमा छु, आउँदैछन्, आएपछि लिएर जानु छोड्न। ल हवस् त, बाई बाई, ह्याभ अ नाइस डे।